यहाँ बसेर खानुपर्छ हौ। खाना खाँदैछु है साथीहरू। यहाँ हेर्नुहोस् म चाहिँ यहाँ किन बाहिर बसेर खाएको भन्दाखेरि चाहिँ नि पुरा गरम छ यहाँनिर मल्लीमा, भित्र बसेर खाना खानै सक्दैन। अनि त्यही भनेर चाहिँ म यहाँ बाहिर आएर खाँदैछु यसरी फुलको बिचमा बसेर। यहाँ रहेको छ मुलाको अचार, यो के भन्छ कर्ची मर्ची चिकन, त्यही माथि डल्ले खोर्सानी लिएको छु है। चानाको अचार पनि छ, खाए ल। पुरा गरममा त भित्र बसेर खानै सक्दैन, के गर्नु। विनोद त देख्नु हुँदैन हौ, दाजु चाहिँ कस्तो गरममा पनि भित्र खाएको खाना। के डरलाग्दो गरम भएको अन्त आम्मामा यहाँनिर अक्टोबर नोभेम्बर लागिसक्यो हो। सिलगढीलाई त सम्झिनु पर्दैन, सेम छ यता डल्ले खोर्सानी।